नमस्ते दाजुभाइ दिदीबहिनीहरू, नमस्ते नमस्ते। के छ खबर? सबैजना सन्चै हुनुहुन्छ? आई होप तपाईँहरू सबैजना सन्चै हुनुहुन्छ होला। म पनि एकदमै सन्चै छु। फाइनली नयाँ दिन नयाँ सुरुवात भने जस्तै हिजोको दिन जस्तै फेरि आज पनि केही नयाँ कुराहरू, केही नयाँ ठाउँहरू देखाउन जाँदैछु। के छ एभ्रिवान, सबैजना सन्चै हुनुहुन्छ? आज चाहिँ विशेष दसैँको दिन होइन। ह्याप्पी दसैँ सबैलाई फेरि पनि है त। विजया दशमीको सम्पूर्णमा शुभकामना। साल फेरि जस्तै मान्छेको मन परिवर्तन नहोस्, सुख शान्ति समृद्धि र सुस्वास्थ्य दीर्घायुको सम्पूर्णमा कामना। के छ एभ्रिवान, सबैजना सन्चै हुनुहुन्छ? दसैँ कस्तो भयो तपाईँहरूको? राम्रै भयो होला पक्कै पनि, आशा गर्दछु म चाहिँ। दसैँ मनाउनु भयो होला, कतिको घरमा दसैँ नमनाउनु पाउनु भयो होला, कतिले रहर हुँदा हुँदा पनि दसैँ मनाउनु पाउनु भएन होला। त्यो बाध्यता हो, रहर हो। एक दिन अवश्य मान्छे मर्नु भएन, मान्छे बाँच्नु पऱ्यो, अवश्य दिन आउँछ एभ्रिवान है त। सबैजना बाँच्नु पऱ्यो। दसैँ तिहार भनेको अर्को नेक्स्ट टाइम मनाउने, जहाँ हुनुहुन्छ जस्तो हुनुहुन्छ आफ्नो ठाउँमा एकदमै सुरक्षित, एकदमै केयरफुल भएर रहनु होला होइन। किनकि स्वास्थ्य भन्दा ठुलो कुरा केही पनि छैन। स्वास्थ्य छ जीवन छ होइन। स्वास्थ्य छ धन छ, स्वास्थ्य छ आफन्त समाज छ, देश छ, यो पृथ्वी छ, वनस्पति छ। त्यही भएर जहाँ हुनुहुन्छ जस्तो हुनुहुन्छ आफ्नो ठाउँमा एकदमै स्वस्थ व्यस्त रहनु होला होइन। फेरि पनि दसैँको शुभकामना सम्पूर्णमा। त्यही हो है त एभ्रिवान। म चाहिँ अहिले रोमदेखि यसो न बाहिर भ्रमणको क्रममा। म पनि दसैँमा घर जान पाएन यो पटक है त। म काठमाडौँमै छु, दसैँमा घर जान पाइएन यो पटक। अब ठिकै छ, नेक्स्ट टाइम मनाउँला दसैँ होइन। बाँचियो, सर्वप्रथम स्वास्थ्य रहनु पऱ्यो जिन्दगीमा। त्यो त दसैँ तिहार छठ पर्व भनेर त मनाइहालिन्छ। त्यही हो एभ्रिवान है त। म चाहिँ अहिले काठमाडौँ नारायणटारमा छु, देख्न सक्नुहुन्छ। यो चाहिँ नारायणटारको बस्ती हो, बागमती खोलाको डिलमा। म चाहिँ नारायणटारमा बस्छु है त। हाम्रो भाइ बहिनी चाहिँ सबै त्यही बसा अहिले यति छ। मेरो घर चाहिँ जुम्ला हो, तपाईँहरूले थाहा नै होला है त। जुम्ला हो मेरो घर चाहिँ। त्यही हो एभ्रिवान है त। सबैजना आफ्नो ठाउँमा केयर भएर रहनु होला। हरेक दिन नयाँ सुरुवात भने जस्तै नयाँ दिनको केही सुरुवात गर्न गइरहेको छु म। एउटा नयाँ ठाउँ, नयाँ बस्ती होइन, नयाँ मान्छेसँगै नयाँ समयलाई निकालेर म केही ठाउँहरूमा भ्रमण गर्न, भिजिट गर्न जाँदैछु है। यो बागमती खोलालाई यो सरसफाइको कार्यहरू भएन कि म बारम्बार भन्दै आइरहेको छु है। यो बागमतीमा चाहिँ विशेष ध्यान आकर्षण हुनु पऱ्यो क्या। हेर्नु त यस्तो फोहोर हुन्छ यो नदी। अब के भन्नु क्या, पुरै यो बस्ती नारायणटार, काठमाडौँ नारायणटार बस्ती नै बेसरी गनाइरहेको हुन्छ। के गर्नु है त। सरकारवालाको ध्यान पनि अगाडि होस्, राजनीतिक दलमा अगाडि लागेका मान्छेहरूको विशेष ध्यान आकर्षण होस् हाम्रो भन्ने चाहना हो होइन। म जान लागेको ठाउँ चाहिँ अहिले एकदमै रमाइलो छ है त एभ्रिवान। त्यहाँ चाहिँ एकदमै यो हाम्रो यो काठमाडौँ सिटी चाहिँ एकदमै बवाल देखिन्छ त होइन। त्यहाँदेखि चाहिँ हाम्रो काठमाडौँको भ्याली एकदमै राम्रो, एकदमै बवाल देखिन्छ। म चाहिँ त्यहीँ पुग्नेवाला छु अहिले है त। काठमाडौँ सिटी हेर्न सट्ट म घुम्दै फिर्दै जान लागेको छु। दसैँको मैले यो ठाउँमा एउटै मात्रै पिङ देखेँ क्या अहिले। एउटै मात्र पिङ छ। मान्छेहरू चाहिँ धेरै झुमिनु भयो, यहीँ आउनु भएको छ सबैजना होइन। पिङ हेर्न आज दसैँको टिकाको दिन हो नि त आज मेन कुरा होइन। यहाँ चाहिँ ठुला मान्छेहरू, बच्चा बच्चीहरूदेखि लिएर सबै ठुला आएर हिँड्ने। यहाँ चाहिँ आज पिङ खेल्ने डे रहेछ सट्ट है त। देख्न सक्नुहुन्छ तपाईँहरूले, मान्छेको हुल चाहिँ बवालै छ। ए बाबु बिस्तारै ल। यहाँ चाहिँ एउटै हालेको रहेछ सट्ट। देखिरहनु भएको छ नि तपाईँहरूले, यो चाहिँ नामी कलेज हो क्या। नामी इन्टरनेसनल कलेज हो। अस्ति हाम्रो सेप्टेम्बर 8मा भएको जुन प्रोटेस्ट थियो नि, त्यो प्रोटेस्टको कारणले, आन्दोलनको कारणले चाहिँ यो हाम्रो जेन्जी पुस्ताले, हाम्रो जेन्जी टोलीले यो नामी कलेज पनि तपाईँको भस्मै पारिदिएछ जलाएर। सेप्टेम्बर 8को कारणले होइन। यो नामी कलेज हो, इन्टरनेसनल एकदम बवाल कलेज हो होइन। काठमाडौँ जोरपाटी नारायणटारमा अवस्थित यो सबैभन्दा हाइएस्ट स्कुल हो क्या। एकदमै हाइएस्ट स्कुल हो। त्यो कारणले गर्दा चाहिँ यो हाम्रो नामी कलेज चाहिँ पुरै हाम्रो जेन्जी प्रोटेस्टको कारणले जङ्गबहादुर राणाको, हाम्रो राजा जङ्गबहादुर राणाको समथिङ मैले सुनेको कुरा अनुसार है, त्यो नजिकको मान्छे हो अरे कि। त्यो देख्न सक्नुहुन्छ तपाईँहरूले, एकदमै पुरै खरानी बनाएको रहेछ होइन। जलाएर पुरै भस्मै गरिदिएको रहेछन्। सरकारवालासँग सम्बन्धित थियो अरे कि यो विद्यालय चाहिँ। त्यो कारणले चाहिँ जलाएर पुरै भस्मै
पुरै भस्मै यो खरानी नै गरिदिएका छन्। केही समयको लागि बन्द गरिएको छ स्कुल चाहिँ होइन, अहिले लागिरहेको छैन। अब दसैँ बिदा पनि भयो, एकदमै बवाल स्कुल हो क्या, त्यही भएर जलाएर पुरै। हाम्रो सरकारसँग कुनै सम्बन्धित रिलेटिभ सम्बन्ध थियो, त्यो कारणले चाहिँ हाम्रो जेनजी प्रोटेस्टले, जेनजी पुस्ताले आएर भस्म खरानी जलाइदियो होइन। के गर्नु अब, सरकारवालासँग त्यो यहाँको फी पनि एकदमै महँगो क्या, फेरि 1-2 लाख तिरेर पढिन्थ्यो साइन्सवालाहरू पढ्ने होइन, एकदमै महँगो थियो अरे फी पनि। नामी इन्टरनेसनल कलेजलाई चाहिँ पुरै खरानी नै बनाइदियो भन्छ। यही नै हो विद्यालय। ठिक छ होइन, सुन्न मलाई किन्ने हो क्या हामी। यो कति पर्छ यो? एउटाको 40, सबलाई 30 रुपियाँ बुझाउनु पर्छ। कहाँ जान लाग्यो तिमी? ए बाबु किन्ने हो भने पानी खानु। पानी ट्याङ्क कहाँ बस्छौ तिमीहरू? हामी व्यापार हुन्छ कान्छा कतिको? ल जाऊ बाबु जाऊ, पछि आउँछु, आउन यसो घुम्दैन है, पछि लिन्छु ल। 30 रुपियाँको 30 रुपियाँ पर्दो रहेछ होइन। त्यत्रो 30 रुपियाँ बनाएर कोही बच्चा पनि छैन खाने, भान्जीले लगिदिनु हुन्थ्यो लग्न त होइन, के लग्नु अब आफै पनि त यहाँ गइया छ होइन। यो चाहिँ हाम्रो हेर्नु न, बागमती कुन खोला? बागमती खोला अरे यो। त्यो महानगरहरूको उपमहानगरपालिकाहरूको कुनै ध्यान आकर्षण पनि छैन क्या यसमा फेरि, हेर्नु त। ओहो त्यही फोहोरहरू पनि संरक्षण गरियोस्, नियन्त्रण गरियोस् होइन हरेक टाइममा। आज दसैँको माहौल भएर होला गाडीहरूको भिड यस्तो डेन्जरै छ यहाँ चाहिँ अहिले है। दसैँको माहौलमा हेर्नु त यो गाडीहरू हो डेन्जरै छ है यहाँ। आज दसैँ हो नि त, त्यही भएर आवत जावत गर्ने मान्छेहरू धेरै हुन्छ, टिका लाउनु जानेहरू होइन। त्यो कारणले चाहिँ मान्छेहरूको आवत जावत एकदमै छ आज। घुमफिर आज दसैँ तिहारको माहौलमा यसो घुमफिर गरौँ भनेको दाजुभाइहरू, एकदमै गाडीहरूको भिड के आवाजै सुनिँदैन होला है। यसो दसैँ तिहारको माहौलमा यसो घुमफिर गरौँ भन्ने सोच थियो, एकदमै गाडीहरूको माहौल एकदमै डेन्जर रहेछ यहाँ चाहिँ। पुरै दसैँ तिहारको आज बिचमा एकदमै के गाडीहरूको एकदमै धेरै भिड छ होइन। मान्छेहरूको आज दसैँ आवत जावत गर्ने मान्छेहरूको कारणले पनि होला। म चाहिँ रोमन्द अलिकति बाहिर माथि अलि अग्लो स्थानमा आइछु है त, जुन चाहिँ हाम्रो काठमाडौँको सिटीहरू चाहिँ एकदम बवाल देखिन्छ, राम्रो देखिन्छ भन्ने त्यहाँदेखि मेरो एउटा राम्रो छ। म गएको पनि छु कतिपटक होइन, एकदमै राम्रो छ, बवाल छ त्यो ठाउँ चाहिँ। त्यहाँदेखि चाहिँ तपाईँको के छ भन्नुहुन्छ भने काठमाडौँको सिटी एकदमै बवाल देखिन्छ कि, एकदमै आज अलिकति वेदर पनि राम्रो छ, पानी परेको छैन, घाम लागेको छैन होइन, एकदमै वेदर राम्रो छ। त्यो कारणले गर्दा चाहिँ बाहिर निस्क्यौँ भनेको बेसरी गाडीहरूको पुरै गाडीहरूको माहौल चाहिँ डेन्जरै छ है। हेर्नु नि मुला सागहरू कार्तिक लाग्दैछ है कान्छा हो। ल ल ल ल कार्तिक लाग्दैछ है, कार्तिक लाग्दैछ मुलाहरू। कार्तिक लाग्दैछ अरे के कुकुरहरूलाई। यहाँ पनि एउटा के यस्तो बवाल मन्दिर रहेछ यार, कुन मन्दिर रहेछ यो? ओहो यहाँ पनि यति राम्रो मन्दिर छ भने मलाई थाहै थिएन। यहाँ ल चट्टको मन्दिर रहेछ नि भित्र, एकदमै बवाल राम्रो मन्दिर रहेछ। कुन मन्दिर हो? एकदमै राम्रो मन्दिर रहेछ क्या भित्र चाहिँ। दसैँ तिहारको दिनमा मान्छेहरू अब आउट जाउत यताउता टिका लाउनु जाने, यताउता कार्यक्रम त चलिरहन्छ होइन। त्यो कारणले गर्दा चाहिँ एकदमै यहाँ मान्छेहरूको आज आउट जावत भिडभाडहरू एकदमै छ कि। म चाहिँ अहिले लगभग स्थानसम्म पुगिसकेको छु भन्नुपर्छ है त, लगभग क्षेत्रसम्म आइपुगेको छु म जाने ठाउँमा। अहिले चाहिँ म हाम्रो यो काठमाडौँ नारायण टारको एकदमै अग्लो स्थानमा चट्ट एकदमै बवाल वाओ गेम जोन भन्ने एकदमै क्रिकेट रङ्गशाला होइन, एकदमै ठुलो छ यो पनि, एकदमै बवाल छ। ल हेर्न सक्नुहुन्छ तपाईँले, देख्न सक्नुहुन्छ यो गाइज क्यान्स है त, एकदमै बवाल लाग्यो मलाई यो ठाउँ चाहिँ होइन। क्रिकेट रङ्गशाला हो यो है, यहाँ पनि विभिन्न प्रकारका क्रिकेटका गेमहरू लगभग भइरहेको हुन्छ है। फाइनल हुन नसके पनि यहाँ चाहिँ एकदमै प्र्याक्टिसहरूको टाइममा गेमहरू चाहिँ एकदम बवाल चलिरहेको हुन्छ क्रिकेटको है। एकदमै आज दसैँको कारणले गर्दा आज दसैँ बिदामा मान्छेहरू आफ्नो ठाउँमा गइसक्यो होइन। त्यो कारणले गर्दा एकदम शान्त र एकदम खाली छ यो ठाउँ चाहिँ अहिले। यहाँ चाहिँ गेमहरू भइरहेको हुन्छ प्रायः चाहिँ, प्र्याक्टिसहरूदेखि लिएर गेमिङ पुरै म्याचहरूदेखि लिएर एकदमै मजाले भइरहेको हुन्छ होइन। यो चाहिँ काठमाडौँ नारायण टारमा अलि अग्लो स्थानमा चाहिँ एकदमै राम्रो हो यो ठाउँ पनि होइन। यताउता चट्ट इन्भाइरोमेन्ट पनि बवाल छ होइन।
त्यो चाहिँ अलि अग्लो स्थानमा भएको कारणले गर्दा एकदमै राम्रो चौड बनाइएको छ। यहाँ चाहिँ एकदमै ग्राउन्ड बनाइएको छ होइन। ल देख्न सक्नुहुन्छ यहाँ एकदमै बवाल ठाउँ हो क्या पनि। गेमहरू चाहिँ एकदमै राम्रो हुन्छ यहाँ चाहिँ। म्याचहरू चलिरहेको हुन्छ बेला बेला होइन। नेपालको गेमहरू त्यही त हो त, नेपालका रङ्गशालाहरू क्रिकेटहरू ग्राउन्डहरू यस्तै हो होइन। त्यही पनि नेपाललाई अलि एक्सप्लोर गर्ने मान्छेहरू पनि राम्रै छन्। अब हाम्रो क्रिकेटका होइन सन्दीप लामिछानेहरू उहाँहरूले पनि गरिराख्नु भएको छ। कतिपय ठाउँहरूमा जितिराख्नु भएको छ होइन। कति ठाउँ भर्खरै अस्ति हुन गइरहेको क्रिकेट उसमा बवाल गऱ्यो नि त होइन नेपालले होइन। राम्रो छ, नेपालले गर्छ कि नगर्ने होइन, नेपाली हो हरेक ठाउँमा गर्छ। नेपाललाई एक्सप्लोर गर्ने मान्छेहरू धेरै छन् हरेक कुरामा। तर सरकारले चिन्न नसकेको मात्रै हो क्या नेपाललाई, बुझ्नु भएन। सरकारले चिन्न नसकेको मात्रै हो क्या। सरकारवालाले नेपालीलाई, नेपाली नागरिकलाई चिन्न नसकेको मात्रै हो होइन। को हो नेपाली नागरिक, जेन्जी पुस्ता को भनेर चिन्न नसकेको मात्रै हो। नेपालीहरू हरेक ठाउँमा छ, राम्रो छ, एकदमै बवाल छ नेपालीहरू। हरेक ठाउँमा नेपाललाई एक्सप्लोर गरिरहेको छ। कतिपय नेपालका डान्सरहरू छन् होइन, कतिपय नेपालको भ्लगरहरू छ, नेपालका हरेक मान्छे छन् नि। सरकारले पनि नागरिकले चिन्न नसकेको त। नेपाललाई एक्सप्लोर गर्ने, नेपाललाई विश्व सामु चिनाउने धेरै मान्छेहरू छन् क्या होइन। विभूतिहरू धेरै छन् नेपालमा, राष्ट्रिय विभूतिहरू कैयौँ छन् क्या। त्यही भएर अब नेपाली नागरिकलाई, जेन्जी पुस्तालाई सरकारले चिन्न सकेन। त्यही भएर अस्ति यो प्रोटेस्टको कारणले एकदम बवाल भयो होइन। नाङ्गो भयो, सडकमा आए सबैजना। त्यो कारणले चाहिँ यहाँ फेरि अक्टोबर 9 फेरि के अरे प्रोटेस्ट हुने भन्ने सल्लाह रहेछ नेपालमा। के हो त्यो कारण चाहिँ मलाई खासै थाहा भएन साथीहरू। अब जो जति जे भए पनि नेपालमा जस्तो सुकै अक्टोबर 9 भयो, अक्टोबर 9 हुन्छ नि त्यो प्रोटेस्टमा कुनै जेन्जी पुस्ताहरू जानु भएन है त। कुनै जेन्जी पुस्ता जाने होइन, जितिसक्यो क्या। जेन्जी पुस्ताले आफ्नो ताकत देखाइसक्यो, आफूले गर्ने हामीले गरिसक्यो होइन। जेन्जी पुस्ता सबैले, म पनि जेन्जी पुस्ता नै हो। अब सकियो केटा, कोही जानुहुन्न ल, अब जाने होइन क्या, सकियो त। जेन्जी पुस्ता अब अक्टोबर 9 होस्, देशै 100औँ पटक होस्, देशमा जेसुकै होस्, जेन्जी पुस्ता जाने होइन। जेन्जी पुस्ताले बलिदान पनि दिइसकेको छ होइन देशप्रति। अब देशमा के सुधार चाहिएको हो, जेन्जी पुस्ताले रोजगार चाहिएको हो। आफूले गर्ने र आफूले चाहिएको भनेको गरिसक्यो जेन्जी पुस्ताले। रगत बलिदान दिइसक्यो होइन, ज्यान गुमाइसक्यो कतिपय पुस्ताहरूले। त्यो कारणले गर्दा चाहिँ एकदमै बवाल गर्नुपर्छ। अबदेखि नेपाल पनि बवाल हुनुपर्छ होइन। नेपालले पनि, नेपालमा अब सरकारवाला राजनीतिक दलका मान्छेहरू पनि राम्रो हुनुपर्छ। भ्रष्टाचारी दलाल चोरहरू सबै लुटेराहरू सडकमा आइसके होइन सबैजना। त्यही हो एभ्री हुन्छ, सबैजना अब स्टेडियम कुल हुनुपर्छ है। जेन्जी पुस्ताहरू एकदमै बवाल हुनुपर्छ। यहाँ चाहिँ देख्न सक्नुहुन्छ यही हो ग्राउन्ड चाहिँ है त। यो चाहिँ वाव गेम जोन भन्ने ठाउँले चाहिँ एकदमै राम्रो रहेछ है, एकदमै बवाल रहेछ होइन। यहाँ चाहिँ एकदमै राम्रो लाग्यो यार मलाई यो ठाउँ चाहिँ। हो भिडभाड चाहिँ अलि गतिलो रहेन चाहिँ होइन। यहाँ तैँले मात्रै गरिरहेको छ, यहाँ माथि पनि अलिकति सेफ्टी गरेको भयो भने यहाँ चाहिँ खाली छोडिदिया रहेछ। यो लाइनहरूमा चट्ट काँडी तारहरू हाल्दा, जालीहरू हाल्दा राम्रो हुन्थ्यो भन्ने हो। यहाँ तल चाहिँ बनाएको छ। यहाँ चाहिँ एकदमै बवाल छ है त क्रिकेटको ग्राउन्ड। लगभग पोइन्टमा आइसके है त। एकदमै अग्लो स्थान हो यो चाहिँ। एकदमै काठमाडौँको भ्यालीहरू अरूभन्दा पनि सिटीको एकदमै भ्याली हुन्छ नि, ब्याकग्राउन्डहरू चाहिँ एकदमै राम्रो देखिन्छ यो ठाउँबाट। म बस्ने ठाउँभन्दा अलिकति माथि हो। त्यही हो है त। त्यही हो एभ्री भन्ने नेपालका अब हरेक नेपाललाई एक्सप्लोर गर्नु, अब नेपाललाई चिनाउनु भनेको त एकदम राम्रो कुरा होइन र। नेपाललाई चिनाउने, नेपाललाई एक्सप्लोर गर्ने होइन, नेपाललाई प्रमोट गर्ने मान्छेहरू पनि धेरै छ कि नेपालमा होइन। त्यो मान्छेहरूलाई चाहिँ सरकारवालाले, हाम्रो सरकारले चिन्न नसक्यो मात्रै हो। त्यही कारणले गर्दा अहिले प्रोटेस्ट पनि नेपालमा धेरै भयो होइन। सडकमा आयो नि त सबै भ्रष्टाचारी दलाल होइन, चोर। त्यही पुस्तालाई, पुरानो पुस्ताले नयाँ जेनेरेसनलाई चिन्न सकेन र अहिले यो ठाउँमा आइपुग्यो हो क्या होइन र। त्यही त हो नि त रियालिटी होइन। त्यो कारणले चाहिँ अब नेपालमा केही राम्रो हुनुपर्छ भन्ने हाम्रो चाहना हो। नेपाललाई अब अझै नेपालमा केही अब हरेक युवा पुस्ताले, युवाले आफ्नै देशमा केही गर्न सक्ने एउटा बाटो देखिनु मात्र, बाटो बनेको हेर्न चाहिँ चाहनु हाम्रो चाहना हो होइन। अब देशमा त अब प्रोटेस्ट, अब देशमा जतिसुकै प्रोटेस्ट हो जेन्जी पुस्ता संलग्न हुँदैन क्या। अब बुझ्नु भएन, जेन्जी पुस्ता संलग्न हुँदैन। किनकि जेन्जी पुस्ताले आफ्नो खुसीको लागि र आफ्नो रोजगारको लागि, आफ्नो चाहनाको लागि, देश निर्माण र देश विकासको लागि बलिदान दिइसकेको छ। त्यो बलिदान बारम्बार गएर जेन्जी पुस्ता दिन सक्दैन। त्यो कारणले गर्दा चाहिँ अब नेपालमा आउने हरेक प्रकारका होइन राजनीतिक दलका मान्छेहरू, सरकारवाला पनि नेपालमा अब केही राम्रै हुन्छ, नेपाल अब एकदमै बवाल बन्छ भन्ने हाम्रो चाहना हो।
अब नेपालमा जस्तोसुकै प्रोटेस्ट होस्, जतिसुकै आन्दोलन होस्, जतिसुकै जे होस्, अब नेपाली पुस्ता संलग्न हुन सक्दैन। कुरा त्यति नै हो क्या होइन। जेनजी पुस्ता, जेनेरेसन चाहिँ जान सक्दैन, आन्दोलनमा खडा हुन सक्दैन। नेपालमा अब हुन पर्यो, हरेक मान्छेले, हरेक जेनजी पुस्ताले रोजगार पाउनु पर्यो, आफ्नो देशमा केही गर्ने एउटा बाटो बन्नु पर्यो, त्यही नै हो है त। अक्टोबर 9 मा फेरि कहाँ एउटा फेरि प्रोटेस्ट हुने भन्ने सल्लाह छ अरे। जति जे होस्, जस्तो होस्, अब जतिसुकै प्रोटेस्ट भए पनि संलग्न हुँदैन है। अब जेनजी पुस्ता जाँदैन अब सडकमा। जेनजी पुस्ताले आफ्नो गर्ने काम र कर्तव्य पुरा गरिसक्यो, बलिदान दिइसक्यो, सकियो, त्यही नै हो एभ्री वान। अब कोही संलग्न हुने होइन प्रोटेस्ट जतिसुकै होस्, जोसुकै मरोस्, जेनजी पुस्ता जाँदैन, सकियो होइन। मानव अधिकार, न्याय र सुशासनको लागि, देश विकास, देश निर्माणका लागि जेनजी पुस्ता गयो, सकियो त। अब किन जानु पऱ्यो बारम्बार होइन। गर्ने गरिसक्यो, बलिदान पनि दिइसक्यो जेनजी पुस्ताले, अब जाँदैन। म चाहिँ यही भ्यू हेर्न आएको है त, विशेष गरी यो भ्यूलाई हेर्न आएको। यस्तो डेन्जर, एउटै कलरको एउटै डिजाइनको घरहरू छ क्या यहाँ चाहिँ। ल हेर्नु त, चट्टा राम्रो छ नि होइन भ्यूहरू त, एकदमै करेक्ट, बेस्ट छ, एकदमै राम्रो भ्यूहरू। आज वेदर पनि एकदमै राम्रो भएको कारणले ल एकदमै बवाल छ आज वेदरहरू होइन। भ्यू पनि एकदमै राम्रो आएको छ, चट्ट चट्ट, डाँडा काँडा पनि राम्रो चट्ट होइन। सर यो घरहरूको डिजाइन चाहिँ एकदम मन पऱ्यो क्या मलाई, अरूभन्दा पनि। यस्तो राम्रो नेपाललाई एक्सप्लोर गर्नु भनेको राम्रो कुरा होइन र। यस्तो राम्रो नेपाललाई देखाउनु, एक्सप्लोर गर्नु, नेपाललाई एक्सप्लोर गर्ने, प्रमोट गर्ने मान्छेहरू धेरै छ क्या। त्यही प्रमोट गर्ने मान्छेलाई सरकारले चिन्न सकेन, सरकारका नागरिकले चिन्न सकेन नेपालले होइन। त्यो कारणले गर्दा चाहिँ यस्तो सुन्दर देखिने यो सहरमा होइन, यस्तो बवाल छ नि हेर्दाखेरि। सहर राम्रो छैन र, यति सुन्दर सहरमा, यही सहरमा तपाईँको चोर, दलाल, भ्रष्टाचारी होइन, बलात्कारी, खाते, चोरी गर्ने, डकैती गर्ने हजारौँ थरीका मान्छेहरू यही सहरमा छ क्या होइन। कैदी कतिपय मान्छेहरू यही सडकमा छ प्रोटेस्टको कारणले। अब नेपालमा केही सुधार आओस्, नेपालकै राम्रो होस् भन्ने हाम्रो चाहना हो। नेपाल राम्रो बनोस्। अब जुनसुकै प्रोटेस्ट होस्, आन्दोलन होस्, पुरै यहाँ भिडान्त होस्, देश युद्ध होस्, जेनजी पुस्ता संलग्न हुँदैन। जेनजी पुस्ता आफ्नो आफूले गर्ने कर्तव्य र आफ्नो सुशासन र हक अधिकारको लागि लडेको हो जेनजी पुस्ता। अब कोही जाँदैन, संलग्न हुँदैन, एभ्रिवान, त्यही हो है त। यस्तो बवाल छ है भ्यूहरू, चट्ट आहा, भ्यूहरू चाहिँ एकदम बवाल छ। काठमाडौँ जस्तो सिटीमा बाटोहरू हेर्नु त, यो मेन हाइवे चोकहरूमा हो फेरि है। यो मेन सडकमा बाटो हेर्नु न, बाटो ला जय देश, जय नेपाल। के भन्नु, केही छैन के भन्नु पनि, केही छैन हो यो नेपालमा। बाटोहरू पुरै ठाउँ खातल खुतल है, पुरै धाक्क दुःख मात्रै छ क्या ठाउँहरू पुरै। के गर्ने, नेपालमा विकास होस् यार। अब त्यो बलिदानले न्याय पाओस् यार युवाहरू। चट्ट भ्यूहरू पनि एकदम डेन्जरै छ यहाँ त फेरि अहिले, अग्लो स्थानको कारणले गर्दा होइन। एकदमै राम्रो छ हुने होइन। हजुर किन दिदी? हजुर दिदी, म तलदेखि आएको है। ओहो मोबाइल, हजुर उतैदेखि आएको, भेटेन मैले त। अलि चाँडो जानु त। मोबाइल हराउनु भयो दिदीले मलाई सोध्नु भएको हो क्या, मोबाइल खसाउनु भएछ अनि मलाई सोध्नु भयो। आहा, भ्यूहरू चाहिँ यहाँ देख्दो रहेछ देखिने यार, चट्ट राम्रो रहेछ नि त भ्यूहरू यतादेखि होइन। बस्नको लागि उत्तम लाग्यो मलाई यो ठाउँ चाहिँ, चट्ट घरहरू पनि कत्रा हुने हुन् भाइ काठमाडौँमा त है। हाम्रो उटाला ठाडा गरे घर के गर्ने गाई जस्तै छ। हाम्रो ठाउँतिर त फेरि घरहरू एकदमै ठुला क्या यहाँतिर है। यत्रो घरहरू बनाएको हुन्छ, सबै बाहिरै हुन्छ क्या यहाँतिर। हेर्नु त आहा, धरान जस्तै छ हौ यो त अलिअलि हेर्दाखेरि। सडक हेर्दाखेरि धरानको याद आयो मलाई। हर्क साङपानले गरेका छन् बरु नेपालमा। हर्क साङपानले तपाईँको धरानको विकास देख्नुभयो भने तपाईँहरू ओ माई गड,
धरानमा हुने साथीहरूले हेर्नु होला होइन कतिपयले हर्क साङपाङले गर्नुभएको छ तिनले गरेका छन् बुढाले बरु कामसाम टक्क जेन्जी पुस्ताको लागि चट्ट कपाल खोइरे पनि बिहान उठेर काम गरे पनि ढुङ्गा उठाए पनि तिनले नै गरेका छन् काम हर्क साङपाङले धरानको विकास चाहिँ हरेक रोडहरू चाहिँ एकदम बलियो बनाएका छन् कि चाहिँ कालो पत्ती बनाएको छ एकदमै तपाईँको रुल्स एन्ड रेगुलेसनमा पनि बनाएको छ कि यहाँको बाटोहरू लभ रिसोर्ट भन्ने एकदम राम्रो रहेछ है यहाँ अग्लो स्थानमा चट्ट स्विमिङ पुलहरू यताउता रिसोर्टहरू बवाल बनाएको रहेछ यहाँ चाहिँ रिसोर्ट चाहिँ एकदम बवाल छ है यहाँ आउनु होला सबैजना यो नारायणडाँडाको अग्लो स्थानमा चट्ट बवाल बनाइएको रहेछ रिसोर्टहरू होइन हेभन यो लाइनतिर चाहिँ एकदम बस्नको लागि चाहिँ यो ठाउँ यति बेस्ट छ कुरै छोडिदिनु क्या काठमाडौँ नारायणडाँडामा रहेको अलिकति अग्लो स्थान हो है एकदमै यहाँदेखि देखिने भ्यूहरूदेखि लिएर पानीहरूको व्यवस्थादेखि लिएर यस्तो राम्रो ठाउँ रहेछ मलाई चाहिँ आहा घरहरू हेर्नु न पुरै यो हस्पिटल लाइन जस्तो के यस्तो पुरै वाइट कलरमा एकदमै चट्ट पुरै यही डिजाइनको छ कि घरहरू पनि यो लाइनमा बस्नु चाहिँ एकदमै राम्रो छ है बस्नको लागि एकदम बवाल छ यो ठाउँलाई मान्छेहरूले आएर चट्ट कोठाहरू रुमहरू लिएर यहीँ बस्दा पनि हुन्छ यो पुरै लाइन चाहिँ एकदमै सुन्दर छ क्या तलदेखि नै यहीँ माथिसम्म यो लाइनहरू इन्भाइरोमेन्ट पनि चट्ट होइन यताउता बाटोहरू पनि एकदमै बवाल चट्ट ल हेर्नु त आहा भ्यूहरू पनि राम्रो बाटो पनि सुन्दर खाने पानीहरूको लागि पनि एकदम व्यवस्थित यस्तो हुनुपर्छ कि ठाउँहरू भनेको एकदमै राम्रो छ यहाँ अरू भन्नु त के होइन त्यो बाटोहरू एकदम सुन्दर छ यहाँ चाहिँ के रहेछ फेरि पानी ट्याङ्कीको जस्तो छ यो के हो यो दसैँ लाग्यो है त यहाँतिर दसैँ लागेपछि यस्तो गुर्जा खेलाउने सिस्टम हुँदो रहेछ होइन हाम्रो गाउँतिर चाहिँ यस्तो मैले देखेन कतै पनि है यहाँतिर चाहिँ एकदमै तपाईँको के अरे के भन्छ गुर्जा खेलाउने सिस्टम रहेछ क्या एकदमै गुर्जा खेलाइदो रहेछ होइन हाम्रो गाउँतिर थाहै हुँदैन यस्तो कुराहरू दसैँ तिहार आयो यहाँतिर चाहिँ फेरि ल दसैँ लाग्यो गुर्जा खेलाउने सिस्टम हेर्नु है हाम्रो ठाउँतिर चाहिँ थाहै हुँदैन हाम्रो जुम्लातिर चाहिँ तपाईँको मार्सीधान हुन्छ कि मार्सीधान हुन्छ होइन त्यो मार्सीधानको धान हो यहाँतिर चाहिँ कुन धान हो थाहा भएन चट्ट ठाउँहरू त्यही हो एभ्रिवान है त आजको भ्लगहरू हेर्नुभयो है त कस्तो लाग्यो जस्तो लाग्यो त्यस्तै कमेन्ट गर्नु होला दसैँ तिहार यस्तै हो यो वर्ष नभयो अर्को वर्ष मनाउने होइन के छ र एभ्रिवान है दसैँ तिहार मान्छे बाँच्नु पऱ्यो सर्वप्रथम मान्छे बाँच्नु पऱ्यो त्यही हो एभ्रिवान स्वास्थ्यमा केही हुनु भएन जीवन सकुशल हुनु पऱ्यो दसैँ तिहार चाडपर्व त अर्को वर्ष मनाउने नि होइन त्यही हो एभ्रिवान जहाँ हुनुहुन्छ जस्तो हुनुहुन्छ आफ्नो ठाउँमा स्वस्थ रहनु होला व्यस्त रहनु होला है त आफ्नो केयर गर्नु होला त्यही हो थ्याङ्क यू सो मच एभ्रिवान अहिलेसम्म भ्लग हेर्नुभयो होइन थ्याङ्क यू सो मच तपाईँहरूलाई धेरै माया अनि मिठो सम्झना लभ यु होल थ्याङ्क यू